आदरणीय दर्शक श्रोताहरू नमस्कार। क्यामेरामा रेशम पाण्डेको साथमा म कलस्कर उपस्थित भइसकेको छु। पछिल्लो समय पलायनमा सतैमा विश्लेषण गऱ्यौँ भने नेपाली जनसमुदायको सङ्ख्यामा निकै वृद्धि भइसक्यो। त्यही सेरोफेरोलाई मध्यनजर गरेर विभिन्न सङ्घ संस्था गठनको प्रक्रिया पनि तीव्रता पाएको छ। यसैको पछिल्लो कडीको रूपमा गुल्मी समाज पलायनलाई पनि लिन सकिन्छ। आज हामीसँग उक्त संस्थाका अध्यक्ष प्रकाश तिवारी हुनुहुन्छ। खास गरिकन गुल्मी समाज पलायनको उद्देश्य के हो, यसका आगामी नीति तथा कार्यक्रम के छन्, यो गठन आवश्यकता थियो त कि थिएन, यस विषयमा हामी उहाँसँग सवाल जवाफ गर्नेछौँ। कृपया सुनेर साथ दिनुहोला। स्वागत छ पलायन नेपालको विशेष संवादमा। नमस्कार आदरणीय दर्शक श्रोताहरू, मेरो तर्फबाट पनि सबैलाई नमस्कार। अनि यो गुल्मी समाज पलायन गठन कसरी भयो, कृपया बताइदिनुहोस् आम दर्शक श्रोताहरू। यो गुल्मी समाज पलायन विगत लामो समयदेखि यहाँ चाहिँ सुरुदेखि नै पलायनमा चाहिँ गुल्मीका चाहिँ हाम्रा चाहिँ साथीहरू सुरुदेखि नै चाहिँ यहाँ कार्यरत हुनुहुन्थ्यो। पछिल्लो समयमा गुल्मीबाट आउनेहरूको सङ्ख्या वृद्धि हुँदै गयो र यो क्यापिटल सिटी वार्सा मात्रै नभएर अरू सिटीमा पनि काम गर्नको लागि गुल्मीबाट चाहिँ धेरै हाम्रो चाहिँ युवा पिँढीहरू चाहिँ धेरै पलायनमा आकर्षित भयो र रोजगारीको सिलसिलामा यहाँ सबै चाहिँ पर आइपुगे। त्यसै गुल्मी समाज पलायन गठन गर्नुपर्छ भन्ने अगुवाईकर्ता को थिए भन्न सक्नुहुन्छ? नै, गुल्मी समाज पलायन चाहिँ लाई सुरु गरौँ भनेर चाहिँ हाम्रै गुल्मीका चाहिँ युवा साथीहरू चाहिँ सबै अग्रसर भएर चाहिँ सबैले चाहिँ अब हामी धेरै चाहिँ को जनसङ्ख्या भइसक्यौँ। अब हामीले चाहिँ गुल्मी समाज एउटा चाहिँ संस्था खोलेर चाहिँ एउटा हामी एक आपसमा चाहिँ एकताबद्ध भएर एक आपसमा चाहिँ हातेमालो गरेर सरसल्लाह गरेर अगाडि बढ्नुपर्छ। विभिन्न ठाउँमा चाहिँ विभिन्न चाहिँ हाम्रा चाहिँ साथीहरू मैले यही रोकेँ। तपाईँले एकता गर्नुपर्छ भनिरहँदाखेरि, हातेमाले गरिनुपर्छ भनिरहँदाखेरि अरू नेपाली समुदाय जो अरू क्षेत्र अरू जिल्लाबाट यहाँ प्रतिनिधित्व गर्छन् उनीहरूले के भनिराखेका छन् भने गुल्मी समाज पलायन गठन भइसकेपछि हाम्रो एकताभन्दा यसले एकतालाई जोड्ने भन्दा तोड्ने काम गरेको छ, यसले चाहिँ एउटा साँगुरो घेरामा सीमित गर्ने काम गरेको छ भन्ने एउटा आरोप लगाइरहेछन् नि। यसलाई कसरी स्पष्ट पार्नुहुन्छ, कृपया आम दर्शक श्रोतालाई बताइदिनुहोस्। होइन, यस्तो छ चाहिँ अब कसैले पनि मलाई त्यस्तो भने जस्तो लाग्दैन। किन भन्दाखेरि सबैले चाहिँ हामी चाहिँ हाम्रो जिल्लादेखि बाहिरका चाहिँ सम्पूर्ण साथीहरूले जहाँसम्म खुसी हुनुभयो जस्तो लाग्छ। किन भन्दाखेरि कुनै पनि संस्था खोलेर कसैको लागि एउटा सेवामा लाग्ने संस्था भएको कारणले एउटा चाहिँ गैर राजनीतिक र स्वार्थभन्दा माथि उठेर काम गर्ने एउटा जुन संस्था हो, यो संस्था खोलेर त चाहिँ सबैको हित र चाहिँ उनीहरूलाई त लागिरहेको होला नि त। उनीहरूलाई विभिन्न क्षेत्र भएबाट जसले जो प्रतिनिधित्व गर्छ उनीहरूलाई त हामी भिन्न क्षेत्रको भयौँ, हामीलाई चाहिँ भिन्न दृष्टिकोणले हेर्ने भयो भने उनीहरू मनमा त लागिरहेको होला नि त। होइन, त्यो उब्जिनु स्वाभाविक होइन। किन भन्दाखेरि कुनै पनि एउटा ठाउँको चाहिँ जो ठाउँ छ त्यहाँबाट चाहिँ कुनै ठाउँको एउटा चाहिँ नाम दिनको लागि नेपालबाटै हो, गुल्मी पनि त चाहिँ नेपालभन्दा बाहिरको ठाउँ त होइन, गुल्मीलाई नाम दिएर चाहिँ सबै साथीहरूलाई चाहिँ समेटेर लान सकिन्छ भन्ने हामीले चाहिँ सोच राखेका छौँ। यो संस्थाले एकतामा कुनै पनि प्रभाव पार्दैन। नेपालीपना, नेपाली संस्कृति, नेपाली जुन मौलिकता छ त्यसलाई चाहिँ कुनै पनि हालतमा मिनिमाइज गर्ने काम गर्दैन। यसले चाहिँ तोड्ने काम, यसले जोड्ने काम गर्छ र हामीले चाहिँ सबै साथीहरूलाई हामीले चाहिँ हाम्रा विवेकले भ्याएसम्म सबैलाई चाहिँ यहाँको चाहिँ कानुनी तरिकाबाट चाहिँ कानुनी कागजका कामहरू छन्। कुनै साथीहरूलाई चाहिँ अप्ठ्यारो परेको हुन्छ, यहाँ पोल्यान्डमा बाहेक नेपालमा पनि चाहिँ हामीले आपद विपद परेका चाहिँ ठाउँहरूमा गुल्मी मात्रै नभएर चाहिँ अरू ठाउँहरूमा पनि चाहिँ एकदम पीडित दुःखीको ठाउँ चाहिँ भविष्यमा त्यस्तो कुनै पनि मान्छे आर्थिक रूपमा विपन्न छ, पीडित छ, प्राकृतिक रूपमा त्यो विक्षिप्त छ भने त्यस्तो मान्छेलाई गुल्मी बाहेकका जिल्ला पनि सहयोग गर्न तयार हामी तयार छौँ। किन भन्दाखेरि हामीले त्यो त्यसरी चाहिँ अब हामीले गुल्मीलाई मात्रै गर्ने भन्ने चाहिँ हाम्रो सोचाइ होइन। हामीले चाहिँ समग्र नेपाल र नेपालीको हितको लागि चाहिँ हामीले काम गर्ने हो। संस्थाको नाम जे भए पनि चाहिँ हामीले यहाँ पोल्यान्डमा चाहिँ हुने सम्पूर्ण चाहिँ हामीले समेटेर हामीले चाहिँ हातेमालो गरेर सरसल्लाह गरेर अगाडि बढ्ने हो। कुनै कार्यक्रम गर्दाखेरि होस् या कुनै चाहिँ कुनै पनि केही कुराको चाहिँ सुरुवात गर्दाखेरि होस्, हामीले सबैलाई साथ सल्लाह र कुनै पनि नेपालीको मनमा चोट पुग्ने काम गुल्मी समाज पलायनले गर्दैन। त्यो पटक्कै पनि गर्दैन। एकदमै हामी पूर्ण प्रतिबद्धता छौँ। हामीले चाहिँ सबैलाई समेटेर हामी अगाडि बढ्ने हो।
हाम्रो चाहिँ बरु हामी अहिले भर्खर संस्था सुरु भएको छ, भर्खरै चाहिँ बरु ठुला कुरा गर्नभन्दा हामीले चाहिँ बरु गरेर देखाउनु छ, हामीले चाहिँ अगाडि बढेर देखाउनु छ। हाम्रा चाहिँ बरु जो हाम्रा चाहिँ तपाईँहरूका योजनाहरू छन् तिनीहरू चाहिँ व्यवहारमा कार्यान्वयन गरेर देखाउनु जरुरी नै छ। एकदमै जरुरी त्यो आम जनताले हेरिरहेको छ गुल्मी समाज प्लानलाई। एकदमै चाहिँ हामीले जनताले चाहिँ हामीलाई जसरी आकाङ्क्षा चाहिँ जसरी उपेक्षा गर्नुभएको छ, यहाँका साथीहरूले इष्टमित्र जसरी उपेक्षा गर्नु, हामी त्यसमा खरा उत्रने प्रयास गर्छौँ। भर्खर सुरु भएको संस्था छ, भर्खरै हामीले चाहिँ यो गर्छौँ त्यो गर्छौँ भन्दा पनि हामीले चाहिँ बरु एउटा बाटो निर्धारण गरेर अपेक्षा विश्वासमा तुसेरापात हुने छैन। होइन, एकदमै पनि हुने छैन। किन भन्दा हामीले भनिसक्यौँ यो चाहिँ गैर राजनीतिक र स्वार्थभन्दा माथि उठेर गर्ने एउटा चाहिँ बरु एउटा चाहिँ स्वच्छ एउटा स्वच्छ भावनाले अगाडि बढेको संस्था हो, त्यही भन्न चाहनुभयो। स्वच्छ भाषाले चाहिँ स्वच्छ तरिकाले अगाडि बढ्ने चाहिँ एउटा संस्था हो। त्यसैले चाहिँ बरु यसमा चाहिँ कसैको आपत्ति होला जस्तो मलाई लाग्दैन। यसमा बरु चाहिँ सबैले चाहिँ बरु एउटा वाहवाही दिनुपर्ने हो। किन भन्दाखेरि हामीले चाहिँ केही गर्ने हो, जोड्ने हो कार्यक्रम। हाम्रो चाहिँ बरु देश, हाम्रो ठाउँ, आफू जन्मेको ठाउँलाई चिनाउने त्यस्ता किसिमका सांस्कृतिक कार्यक्रमहरू, त्यस्ता किसिमका चाहिँ बरु एउटा यहाँको चाहिँ पर्यटक चाहिँ प्रबन्धन गर्ने भलै तपाईँ गुल्मी समाज प्लानको नेतृत्व गरिरहनु भएको छ, अध्यक्षता गर्नुभएको छ। स्वाभाविक रूपमा तपाईँले अरूको तर्फबाट एउटा विश्वास आओस्, प्रशंसा होस् भन्ने त स्वाभाविक रूपमा अपेक्षा गर्नुहुन्छ। तर कतिपयले त गुनासो पनि त गर्छ नि, तिनीहरूलाई सम्बोधन पनि त गर्न सक्नुपर्ने होला। होइन, यस्तो छ, सम्बोधन गर्ने हो चाहिँ किन भन्दाखेरि कुनै पनि काम गर्दाखेरि जहाँसुकैबाट चाहिँ बरु एउटा सबै समर्थन मात्रै हुन्छ भन्ने होइन। एउटा कसैले चाहिँ असमर्थन जताउनु त्यो पनि अगाडि बढ्ने एउटा चाहिँ बरु एउटा खुड्किलो हो, चाहिँ एउटा माध्यम हो। त्यसलाई पनि हामीले सहज रूपमै लिन्छौँ। र जसले चाहिँ बरु कसैले आपत्ति जताउँछ भने हामी उसँग चाहिँ बरु परामर्श गरेर किन र कसरी त्यसलाई सहमत गराउन तयार हामी सहमत गराउन तयार छौँ। यसमा स्पष्ट पार्न तयार हौँ। हामी स्पष्ट पार्न तयार छौँ। तपाईँ एक जागरुक युवा, सक्रिय युवा, शालिनी युवा, तपाईँ गुल्मी समाज प्लानको नेतृत्व गरिरहँदाखेरि प्रकाश तिवारीले यो संस्थालाई कुन बिन्दुमा पुर्याउँछ, कुन दिशामा डराउँछ भनेर आम जनताले चासोपूर्वक हेरिरहेका छन्। यसलाई कसरी आश्वस्त पार्नुहुन्छ? कृपया आश्वस्त पारिदिनुहोस्। यस्तो छ, स्पष्ट पारिदिनुहोस् आम जनतालाई। यस्तो छ, कस्तो छ भने चाहिँ अब हामी यहाँ चाहिँ म भन्दा पनि पहिल्यैदेखि चाहिँ यहाँ बसेका चाहिँ साथीहरू हुनुहुन्छ, उहाँहरूबाट पनि हामीले केही कुराहरू सिक्ने अवसर पाइयो। यहाँको भाषा, कल्चर, संस्कृति जे छ, जो 10-12 वर्षको चाहिँ आफ्नो केरियरमा चाहिँ जो मैले प्राप्त गरेँ, जो मैले सिकेको छु, अब आउने जो हाम्रा कार्यसमिति सदस्यहरू कोही जो पनि नयाँ पुरानो जो हाम्रो मिश्रित चाहिँ हाम्रो कार्यसमिति छ, यसमा चाहिँ हामीले हाम्रा युवाहरूलाई यहाँको बारेमा चाहिँ संस्कृतिको बारेमा, कल्चरको बारेमा, यहाँका नीति नियमको बारेमा हामी आपसमा चाहिँ पहिला हामीले चाहिँ आपसमा चाहिँ एउटा हातेमालो सरसल्लाह गरेर र हाम्रो चाहिँ कार्यसमिति सदस्यले हामी जो सहयोग चाहिँ हामीले चाहिँ यहाँ पोल्यान्डमा जो पनि चाहिँ युवा काम गर्नको लागि यहाँ आउनुभएको छ, त्यहाँ उहाँहरूलाई हामीले त्यो समस्या परेको युवाहरूलाई पनि तपाईँ सहयोग गर्न तयार हो? हामी सहयोग गर्नुपर्छ। हामी नेपाली हो, पहिला हामी नेपाली हो, हामीसँग नेपालीपन हुनुपर्छ। त्यसैले हामीले जो गुल्मीदेखि बाहिरको जहाँ चाहिँ जो अप्ठ्यारो परेको छ, कानुन सम्बन्धी केही चाहिँ हामीले हाम्रा विवेकले भ्याएसम्म अथवा हामीले कसैसँगबाट चाहिँ एउटा चाहिँ बुझेर जो सहयोग गर्न सकिन्छ हामीले त गर्नुपर्छ र गर्ने पनि। जुन अहिले तपाईँले आम दर्शक अगाडि मिठो प्रतिबद्धता पनि जनाउनु भयो, सुमधुर प्रतिबद्धता पनि जनाउनु भयो, त्यो भविष्यमा कार्यान्वयन हुन्छ भन्ने कतिको तपाईँ विश्वस्त हुनुहुन्छ? होइन, यस्तो छ, चाहिँ हामीले गर्नै नसकिने कुराहरू त चाहिँ हामीले मिठो बोलेर मात्रै हुँदैन, हामीले गरेर देखाउनुपर्छ चाहिँ होइन। भर्खर चाहिँ हामी भनिसक्यो, हामी भर्खर जन्मेको संस्था हो। हामीले चाहिँ हाम्रो ठुलो चाहिँ हाम्रो अपार चाहिँ हाम्रो ठुलो चाहिँ एउटा योजना बनाएका छौँ। अब सबै योजनाहरू भर्खरै चाहिँ भन्दाखेरि चाहिँ त्यही हुन्छ चाहिँ होइन, एउटा पोलिटिकल कुरो आउँछ। त्यसैले हामीले पहिला चाहिँ बोलेर भन्दा हामीले गरेर देखाउने हो र त्यसको लागि चाहिँ हामी तत्पर छौँ। हामी एकदम जागरुक हुनुहुन्छ, हामी सबै कटिबद्ध हुनुहुन्छ। हामी एकदम हाम्रो टिम, हाम्रो युनिट, हाम्रा चाहिँ जो कार्यसमिति सदस्यहरू सब खुङखार एकदम क्रियाशील सदस्यहरू हुनुहुन्छ। सबैमा चाहिँ एउटा उत्साह छ, एउटा चाहिँ केही गरेर देखाउने हो भन्ने चाहिँ सबमा चाहिँ एकदम चाहिँ जागरुकता अगाडि बढिरहेको छ। त्यो खालको बेग अगाडि बढेको छ। हामीले केही गर्नुपर्छ चाहिँ हामीले जस्तो आफ्नो चाहिँ एउटा यहाँ पोल्यान्डमा आइसकेपछि एउटा चाहिँ काम आफ्नो चाहिँ काम पहिला हो र चाहिँ अरू पछि हो भन्दै गर्दा पनि तर सबैले आफ्नो कामलाई मिलाएर चाहिँ आफ्नो परिपाटी मिलाएर संस्थालाई सक्रिय बनाउने, संस्थालाई चाहिँ एउटा स्वच्छ बनाउने, अगाडि बढाउने, के कार्यक्रमहरू गर्ने हो, कसरी गर्ने हो, हामीले के चाहिँ कुनै कलाकारहरू ल्याउने, यस्ता कुराहरूमा सबै चाहिँ एकदम सबैको एकदम ठुलो चाहिँ गुल्मी एक हिसाबले हेर्ने भने पर्यटकीय स्थलको रूपमा चिनिन्छ। त्यो पर्यटकीय स्थललाई यहाँ चिनाउनको लागि, यहाँको स्थानीयमा त्यो प्रचार प्रसार गर्नको लागि गुल्मी समाज प्लानले के कस्तो गर्दैछ कृपया स्पष्ट पारिदिनुहोस्।
यस्तो छ हाम्रो चाहिँ अब हाम्रो ठाउँ चाहिँ पर एउटा कफीले चाहिँ पर चिनिएको चाहिँ हाम्रो ठाउँ हो। हाम्रो चाहिँ कफीबाट चाहिँ हाम्रो चिनिएको एउटा जिल्ला हो। हाम्रा चाहिँ विभिन्न चाहिँ पर्यटकीय स्थलहरू छन्, धार्मिक स्थलहरू छन्, रेसुङ्गा लगायत चाहिँ पर हाम्रा चाहिँ पर विशिष्ट चाहिँ पर धार्मिक स्थलहरू पनि छन्। तिनको प्रवर्धन गर्नको लागि हामीले यहाँ चाहिँ पर एउटा यहाँको मान्छेहरूलाई यिनै कार्यक्रमहरू गरेर एउटा कार्यक्रम मार्फत चाहिँ पर ती हाम्रा चाहिँ ठाउँहरूलाई चाहिँ पर एउटा आकर्षण गर्न खास त विशेष प्रोग्राम के तयार गर्दै हुनुहुन्छ? हामीले तिनको लागि चाहिँ पर हामीले के गर्नुपर्छ भन्दा ती हाम्रा ठाउँ, हाम्रा ती सुन्दर ठाउँलाई चाहिँ हाम्रा ती पाखा पखेराहरू, हाम्रा ती हिमालहरू, हाम्रा ती झरनाहरू, हाम्रा ती चाहिँ पर कफीहरू, हाम्रा ती पर्यटनका ठाउँहरूलाई हामीले चाहिँ एउटा क्यामेरा मार्फत चाहिँ पर हामीले चाहिँ पर यहाँका मान्छेहरूलाई हाम्रो चाहिँ पर अहिलेको स्मार्ट दुनियाँ छ, हामीले चाहिँ पर मोबाइलमा पनि एउटा सानो सामाजिक सञ्जाल हामी चाहिँ प्रचार प्रसार गर्नको लागि हामी चाहिँ पर कन्जुसाइ गर्ने छैनौँ। हामीले चाहिँ कटिबद्ध भएर ती ठाउँहरूलाई चाहिँ पर हामीले अहिलेको यो दुनियाँ, यो टेक्निकलबाट अगाडि बढिरहेको दुनियाँ सबै उत्सुक छ। सबै चाहिँ पर यसको लागि चाहिँ एकदम तपाईँको चाहिँ जिज्ञासा उनीहरूले मनमा लिइरहेका छन्। सबै चाहिँ पर सबै अब तपाईँको चाहिँ पर सोसल नेटवर्कहरू सबैले युज गर्छन्। अहिले त चाहिँ पर होइन यो विकसित देशहरू मात्रै नभएर चाहिँ पर हामी यसरी बुझौँ कि गुल्मीलाई चिनाउने सवालमा गुल्मी समाज प्लानले कुनै पनि कसर बाँकी राख्ने छैन। दावाका साथ हामी एकदमै हामी गुल्मी मात्रै नभएर गुल्मी लगायत हामीले चाहिँ पर नेपालमा पर्यटक चाहिँ प्रवर्धनको लागि यस्तै चाहिँ पर ठाउँ विभिन्न चाहिँ हामी गुल्मी अलावा तपाईँको गुल्मी अलावा लुम्बिनीको जन्मस्थल पवित्र स्थल बुद्धको चाहिँ पर पवित्र जन्मस्थल भयो होइन, अन्य स्थानको बारेमा पनि तपाईँले प्रचार प्रसार गर्नुहुन्छ? हामीले प्रचार प्रसार गर्ने नै हो। हामीले प्रचार प्रसार गर्ने नै हो। अहिले चाहिँ पछिल्लो वर्ष चाहिँ पर जब म नेपाल चाहिँ पर आफ्नो विधामा गएको बेलामा म चाहिँ पर पशुपतिमा गएँ। म चाहिँ पर विभिन्न अरू ठाउँहरूमा जाँदाखेरि त्यहाँ एकदम चाहिँ पर बाक्लो पुलिसहरूको ग्रुपमा ऐतिहासिक पृष्ठभूमि होला तपाईँले उजागर गर्न तयार हुनुहुन्छ? एकदमै। त्यो बेलामा चाहिँ हामीले के देखियो भन्दाखेरि ग्रुपमा चाहिँ पर यहाँका पुलिस मान्छेहरू गएका, यहाँको भाषा बोल्दाखेरि अलिअलि हामीले चाहिँ यहाँको भाषा बोल्ने हामीले जाने नै हुँदाखेरि हामीलाई चाहिँ पर गएर कति खुसी लाग्यो। ती मान्छेहरूसँग यसो चाहिँ पुलिसमा बोलियो होइन, ती मान्छेहरूलाई सोधिदियो यहाँको बारेमा कस्तो लाग्यो भन्दा ती पुलिसहरूले चाहिँ पर उत्साहित छन्। नेपाली भाषा संस्कृति बुझ्नको लागि उनीहरू एकदम जागरुक छन्, अगाडि बढिरहेको छन्। एकदम खुसीका साथ चाहिँ पर नेपाल एउटा चाहिँ पर स्वर्ग र सुन्दरको देश, यहाँका यहाँको चाहिँ मान्छेहरूमा चाहिँ पर एउटा चाहिँ सद्भावको सहयोगको भावना, यो हामीलाई बहुत खुसी लागेको छ। चाहिँ पर मैले एकदम हर्षित छ। एकदमै। फेरि त कस्तो छ भन्दा नेपालीहरूले चाहिँ कसैले पनि हामी चाहिँ पर एउटा नेपालीपन के छ भन्दाखेरि हामीले चाहिँ एक अर्कोलाई चाहिँ पर सहयोग गर्नुपर्छ। चाहिँ हामीले चाहिँ पर एउटा चाहिँ भनौँ न एउटा टुरिस्ट एउटा चाहिँ पर यहाँबाट चाहिँ पर घुम्न गएको व्यक्तिलाई एउटा पाउना नेपालीमा एकदम उत्साहपूर्ण छ। र हाम्रा ती पर्यटक ती पाहुनाहरूलाई चाहिँ पर एकदम चाहिँ पर कसैले जानेर भ्याएछन्, सबैले चाहिँ स्वागत गर्न सत्कार गर्न पछि पर्दैनन्। यो चाहिँ पर नेपालीपनको ऐतिहासिक पृष्ठभूमि नै हो, हामीसँग भएको प्रमाण पनि हो। र चाहिँ इमानदारीको लागि त गुल्मी समाज प्लानले आगामी दिनमा के कस्तो कार्यक्रम गर्दैछ? गुल्मी समाज प्लानले अब भर्खरै चाहिँ हाम्रो एनआरएनले चाहिँ तपाईँको दसैँ पनि नजिकै छ, यस विषयमा तपाईँले दसैँको लागि चाहिँ हामीले एनआरएनलाई चाहिँ बरु एनआरएनले कार्यक्रम राख्ने छ। एनआरएनले सहकार्य गरेर त्यो कार्यक्रमलाई हामीले चाहिँ बरु सबै मिलेर सफल बनाउनु छ। त्यसपछि हामीले हाम्रै चाहिँ बरु संयोजकमा गुल्मी समाज प्लानबाट गुल्मी समाज प्लानको अगुवाईमा के कस्तो कार्यक्रम हामीले गुल्मी समाज प्लानको अगुवाईमा हामीले चाहिँ बरु डिसेम्बरमा यहाँको ठुलो चाड क्रिसमसको चाहिँ बरु पावन अवसर पारेर यहाँ सबैको चाहिँ बरु त्यो बेलामा बिदा पनि हुने भएको कारणले हामीले चाहिँ पर एउटा सांस्कृतिक चाहिँ पर नेपाल मौलिक चाहिँ पर एउटा चाहिँ पर मनोरञ्जनात्मक कार्यक्रम गर्दै हुनुहुन्छ। मनोरञ्जनात्मक कार्यक्रम चाहिँ हामीले गर्दैछौँ। र त्यसको लागि चाहिँ पर हामीले अब के कस्ता चाहिँ पर साथै पर्यटनका सम्वर्धनका विषयहरू पनि त्यहाँ उठ्छन्। र चाहिँ हामीले चाहिँ सकेसम्म चाहिँ हाम्रो आर्थिक स्थिति चाहिँ पर हामीसँग जो चाहिँ बजेट छ त्यो अनुसारको हामीले चाहिँ कलाकार चाहिँ पर ल्याएर यहाँ चाहिँ पर हाँस्ने नाच्ने चाहिँ के कस्तो कलाकार ल्याउनुहुन्छ? कृपया स्पष्ट पार्नुहोस्। हामीले यस्तो छ कलाकार चाहिँ पर होइन, हामीले फेमस कलाकार चाहिँ पर सकेसम्म मिलाउने चाहिँ कोसिस गर्नेछौँ। यदि भएन भने अब नेपालबाट चाहिँ पर पौरखी चाहिँ हासिल गरेका गाउन सक्ने, नचाउन सक्ने, हाँस्न सक्ने, हँसाउन सक्ने क्षमतावान सायद चाहिँ यस्तो पनि हुन्छ नि। किन भन्दाखेरि आफ्नो चाहिँ एउटा कुशल नेतृत्व, एउटा चाहिँ पर कुशल आफूसँग चाहिँ पर भाषा, आफूले गाउन सक्ने, हँसाउन सक्ने क्षमता भएका मान्छेहरू माथि आउन नसकेका छन्। ती प्रतिभाहरूलाई पनि गुल्मी समाज प्लानले मुखारित गर्नेछ। ती प्रतिभाहरूलाई पनि
हामीले ल्याएर यहाँ चाहिँ बरु एउटा नयाँ सुरुवात कसैको लागि पनि त चाहिँ अगाडि अवसर दिनलाई गुल्मी समाज प्लान कुनै पनि हालतमा चुक्ने छैन। पर्दैन चाहिँ त्यसै कारणले हामीले चाहिँ बरु त्यस्ता किसिमका कलाकारहरूलाई पनि ल्याएर चाहिँ हामीले कार्यक्रम गर्नेछौँ। सकेसम्म चाहिँ बरु म तपाईँको एउटा गुल्मी समाज प्लानको सहयोगको दायराको बारेमा स्पष्ट हुन चाहेँ। यसले खास के कस्तो प्रविधिमा त्यो क्षेत्रमा तपाईँको सहयोग गर्ने हो अथवा लगानी गर्ने हो कि कस्तो मान्छेहरूलाई सहयोग गर्ने हो, आफ्नो गुल्मी वरिपरिकोलाई मात्रै सहयोग गर्ने हो कि अथवा गुल्मी जिल्ला बाहेकलाई पनि सहयोग गर्ने हो कि आम जनता स्पष्ट हुन चाहन्छन्? कृपया स्पष्ट पारिदिनुहोस्। अहिले यस्तो छ, हामीले चाहिँ हामीले भर्खर सुरु गरेको संस्था हो। भोलि आगामी दिनमा चाहिँ हामीले हाम्रो जो बजेट छ चाहिँ जो हाम्रो कोष हो त्यो बढ्दै गयो भने चाहिँ हामीले गुल्मी मात्रै नभएर गुल्मीदेखि बाहिर पनि चाहिँ होइन, जहाँ आपद छ, जहाँ दुःख छ, जहाँ समस्या छ होइन, जहाँ चाहिँ पर एकदमै अति आगामी दिनमा गुल्मी बाहेक अन्य जिल्लामा जो प्राकृतिक रूपमा विपत्तिको रूपमा जो आजित छ, पीडित छ, त्यो नागरिकले गुल्मी समाजलाई अनुरोध गर्यो भने तपाईँ सहयोग गर्न तयार हुनुहुन्छ? एकदम हामीले भ्याएसम्म हाम्रा चाहिँ पर विवेक, हाम्रा चाहिँ पर एउटा आर्थिक स्थिति भ्याएसम्म जो हामीसँग छ त्यो हामी तयार त्यो सेवा गर्नलाई हामी एकदम तत्पर रहनेछौँ र गर्नेछौँ। तपाईँको नेपालको जीवन र पलायन आइसकेपछि यहाँको भगाइको बारेमा कृपया स्पष्ट पारिदिनुहोस् न। आगामी नयाँ आगन्तुकहरूलाई पनि, नयाँ युवाहरूलाई पनि यो पलायनमा आइरहेका छन्, कतिपय दुःखको अवस्था छन्, पीडित अवस्थामा छन्, उनीहरूलाई के सल्लाह सुझाव दिन चाहनुहुन्छ? यस्तो छ चाहिँ अब मैले कस्तो छ भने मैले यसभन्दा पहिला पलायन आउनुभन्दा पहिला 10 वर्ष जति चाहिँ हाम्रो छिमेकी मित्र चाहिँ हाम्रो छिमेकी राष्ट्र चाहिँ भारत इन्डियामा चाहिँ होइन दिल्लीमा काम गरेँ होइन। अब त्यहाँ त हाम्रो चाहिँ सिमिलर अलमोस्ट सबै भाषाभूषा लगभग सबै किसिमको चाहिँ परिवेशहरू मिल्ने भएको कारणले हिसाबले कानुनको हिसाबले त पलायन त पृथक नै रह्यो, यसमा त कुनै गुन्जाइस नै रहेन। अब त्यो इन्डियामा काम गर्दाखेरि त्यस्तो चाहिँ भएन, तर यहाँ आइसकेपछि चाहिँ यहाँका अब अलिकति के भन्छ चाहिँ विकासोन्मुख ठाउँ, यहाँको चाहिँ कल्चर, यहाँको संस्कृति, प्रमुख कुराहरू के हुन् त्यो नेपालीले सिक्नै पर्ने हुन्छ, जान्नै पर्ने हुन्छ। कृपया त्यो बारेमा बुझागत रूपमा बताइदिनुहोस्। यस्तो छ, कुनै पनि नेपालीले जहाँ आफ्नो चाहिँ एउटा एम्बिसनले जहाँ आफ्नो एउटा क्षेत्र चाहिँ तोकिएको हुन्छ, त्यहाँ जानियो, यहाँ जानियो, वहाँ जानियो भनेर जुन एउटा चाहिँ एउटा उद्देश्य बनाएको हुन्छ त्यो ठाउँमा जानुभन्दा त्यहाँ पहिला त्यहाँको भाषा सबभन्दा पहिलो चाहिँ प्राथमिकता हुनुपर्छ। किन भन्दाखेरि यो हाम्रो चाहिँ यो जुन पनि युरोपियन कन्ट्रीहरू छन् यी सबैका आफ्ना चाहिँ आफ्ना भाषाहरू छन्, उनीहरूले आफ्नो भाषालाई प्राथमिकता राखेको हुन्छ। त्यसैले इङ्ग्लिस मात्रै बोलेर पनि पुग्दैन यहाँ, किन भन्दा पोल्यान्डमा पनि इङ्ग्लिस बोलेर मात्रै पुग्दैन। खेर अहिलेको जेनेरेसनले त सायद चाहिँ धेरैले चाहिँ इङ्ग्लिस बोल्छन्, तर चाहिँ अफिसियल काममा कुनै पनि त्यस्तो कामको लागि अहिले पनि यहाँ इङ्ग्लिस चाहिँ प्रयोग हुँदैन। त्यसैले जसरी चाहिँ कोरिया जानको लागि चाहिँ त्यहाँको भाषा सिकिन्छ, त्यस्तै यहाँ आउनको लागि पनि अब नेपालमा त्यो व्यवस्था त छैन होला, यद्यपि उनीहरूले चाहिँ इन्टरनेट नेटबाट सिकेर आउनुपर्छ। बन्दैछ अथवा बनाउलान् होइन। अब यत्रो मान्छेहरू आइसकेपछि त त्यहाँ पनि त्यस्तो किसिमको एउटा चाहिँ अभ्यास सिस्टम होला एउटा इन्स्टिट्युट एउटा खोल्लान् होइन। त्यसबाट चाहिँ एउटा भाषाको चाहिँ उलिएर एउटा चाहिँ दक्ष आफ्नो चाहिँ कारिगरी के हो आफ्नो बुदाको रूपमा भन्दाखेरि सिप, ज्ञान, भाषा, परिवेश एकदमै यी चारवटा विषयमा उनीहरूले विशेष रूपमा दखल गर्न जरुरी छ। एकदम सुरुवात त्यो भयो। त्यसपछि चाहिँ अब त्यो एउटा बाटो भयो। अर्को बाटो त के भन्दाखेरि अब यहाँ आइसकेपछि कस्तो कम्पनीमा, कस्तो ठाउँमा, कति कमाउने तरिकाले होइन। एउटा ठुलो मान्छेले के सोच्छन् भन्दाखेरि लहैको भरमा यहाँ आउनु भएन, लहैको यहाँ भरमा आउनु भएन। मैले 8 घन्टाको 8 युरो पाइन्छ अथवा यति पाइन्छ भनेर त्यो चाहिँ त्यो उसबाट चाहिँ आउनु भएन। यहाँ कोही सायद कसैका आफ्ना मान्छेहरू पनि हुन्छन्, नभए चाहिँ यहाँ विभिन्न सङ्घ संस्थाहरू छन्। आउने भन्दा पहिला अहिले यत्रो सोसल चाहिँ मिडिया चल्छ, सकिन्छ नि, किन सकिन्न। चाहिँ यहाँ चाहिँ एनआरएनको चाहिँ आफ्नो साइड छ, विभिन्न चाहिँ संस्थाहरूको आफ्ना साइडहरू छन्। त्यहाँ चाहिँ बुझ्नुपर्छ कति कमाइन्छ, कस्तो कमाइ हुन्छ भनेर पहिल्यै बुझेर आइयो भने त दुःख हुँदैन। ठुलो एम्बिसन बनाएर आउने, त्यहाँबाट थोरै कमाउँदा आफू असन्तुष्टि भएर चाहिँ लाखौँ कमाइन्छ भनेर जुन दृष्टिकोणले आएका हुन्छ नि त, अपेक्षा गरेर आएको त्यो यहाँ हुँदैन। कतिपय मान्छे त अलिकति मानसिक रूपमा मानसिक तनाव आउनु स्वाभाविक हो। किन भन्दाखेरि ठुलो लगानी लगाएर यहाँ आउने, त्यहाँबाट त्यो किसिमको यहाँ कमाइ नहुने, त्यो किसिमको यहाँ काम नहुने, त्यसले गर्दा मान्छेमा चाहिँ एउटा मानसिक एउटा तनाव, एउटा चाहिँ मानसिक दबाव बढ्छ। र त्यस सँगसँगै के पर्छ भन्दा आर्थिक दबाव पनि बढ्छ। किन भन्दा भरे कसैको उठानमा काम गर्न सक्ने अवस्था हुन्छ, नेपाल फर्कने अवस्था हुन्छ। किन भन्दाखेरि उहाँ कसैको ब्याजमा लिएको पैसा, ऋणमा लिएको पैसा हुन्छ, ब्याज तिर्नुपर्ने हुन्छ। अब त्यत्रो आकाङ्क्षा राखेर यहाँ आउँदाखेरि त्यो किसिमको चाहिँ काम नभेटिएला, सहज नहोला, वातावरण अनुकूल नहोला र त्यो किसिमको भनेअनुसारको पैसा नपाइएला। त्यसैले आउनुभन्दा पहिला
यत्रो चाहिँ पर दुनियाँ चाहिँ स्मार्ट चाहिँ पर यो दुनियाँ चाहिँ पर होइन अहिले त एकदम थोरै प्राविधिक रूपमा जुनसुकै ठाउँ पनि तपाईँको नजिक भएको छ, निकटता नजिक भएको छ र जो एकदमै नपढेको मान्छेहरूले पनि सहजै रूपमा सोसल चाहिँ पर मिडियालाई युज गर्न सक्ने भइसकेको छ। त्यहाँबाट जानकारी लिन सक्ने भइसक्यो द्राक्सन। जब कुनै मान्छे विदेश आउन भनेर चाहिँ एउटा चाहिँ परिपाटी मिलाउँछ भनेपछि त उसले चाहिँ पर एउटा भनौँ न एउटा मोबाइलबाट चाहिँ विभिन्न ठाउँ संस्थाहरूमा सोध्न त सक्ने त मान्छे छ नि। उनीहरूले त्यो खालको मानसिकता बनायो भने त स्वाभाविक रूपमा स्वाभाविक रूपमा छ। त्यो तरिकाले आए भने चाहिँ परो यहाँ टिक्न स्ट्रगल हुन बस्न सजिलो छ, अनन्त सङ्घर्ष गर्न सजिलो छ। होइन भने लय लयमा आउने मान्छे दुःख पाउँछ। सारमा यही हो, सारमा यही हो। किन भन्दाखेरि ठुलो एम्बिसन राखेर ठुलो महत्त्वाकांक्षा राखेर चाहिँ यहाँ आइयो भने यहाँ त्यो किसिमको चाहिँ माहौल नभेटिन सक्छ। त्यसैले आफू पहिले मैले यति कमाउँछु यति बचाउँछु यस्तो काम हो यस्तो दुःखको काम गर्नुपर्छ भनेर पहिले मेन्टालिटी सेट गरेर आयो भने त्यो मान्छेलाई यहाँ फ्युचर राम्रो छ। किन भन्दाखेरि सानोबाट ठुलो हुने हो, भविष्य उज्जवल त्यही भन्न चाहनुहुन्छ एकदमै। तर अन्तमा के भन्न चाहनुहुन्छ कृपया बताइदिनुहोस्। पहिले ठुलो सोच राखेर आउने हो भने उसलाई यहाँ चाहिँ बरु स्ट्रगल हुन एउटा चाहिँ बरु उसलाई आफ्नो यहाँ चाहिँ आफूलाई जम्न आफूलाई चाहिँ बरु यहाँ स्थापित गर्न गाह्रो हुन्छ। र मैले के भन्न चाहन्छु भने कृपया चाहिँ पोल्यान्डमा चाहिँ बरु आउनुभन्दा जो पनि पोल्यान्ड आउन अझै पनि जो मान्छेहरू उत्सुक हुनुहुन्छ ठिक हो। युरोपमा चाहिँ बरु पोल्यान्ड चाहिँ बरु डेभलपिङ हुँदैछ आफैमा चाहिँ बरु एउटा चाहिँ बरु ग्रोथ चाहिँ बरु विकासको उन्मुख चाहिँ बरु देश हो। यहाँ आउनु नराम्रो होइन, तर यहाँ आउनुभन्दा पहिला जानकारी लिएर कति अब चाहिँ कति कुन माध्यमबाट कसरी जाने हो कति कमाइन्छ त्यो एकदम त्यसमा चाहिँ एकदम पुख्त भएर मैले यति कमाउँछु मैले यति बचाउँछु अब चाहिँ भविष्यमा चाहिँ पर यहाँ अब आएर भाषा सिकेर गरियो भने अब अहिले चाहिँ पर पिआरको लागि पनि यहाँ चाहिँ पर भाषाको चाहिँ आवश्यकता भयो। पहिला थिएन। कानुन भाषा सम्बन्धी जानकारी लिएर आयो भने हामी जीवन्त यहाँ काम गर्न सक्छौँ, अन्यथा त्यो क्षणिक मात्र हुन्छ। एकदमै त्यही हो। र त्यसैले चाहिँ पर ठाउँमा आउनुभन्दा पहिला जुन चाहिँ पर जो यहाँ आउने मान्छेहरू हुन्छ यहाँको बारेमा पुरा यहाँ चाहिँ यहाँका चाहिँ विभिन्न चाहिँ सङ्घ संस्थाहरूलाई चाहिँ पर एउटा चार्ट गरेर सोधेर कति कमाइ हुन्छ कति बच्छ सबैले राम्रोसँग भन्नुहुन्छ। मेरो प्राविधिक साथीले यसरी गरिरहनु भएको छ, हामीसँग समय एकदमै कमी छ। कृपया अन्तमा के भन्न चाहन्छु? मैले के भन्छु भने त्यही भने अब हाम्रो कुरो नै त्यही हो। चाहिँ पर यहाँ आउनुभन्दा चाहिँ जो पनि आइसक्नु भएको छ होइन, अब आइसकेको मान्छेहरूले त यहाँको बारेमा सबै कुरो बुझिसक्नुभयो होइन। अब कति सहज अवस्थामा हुनुहुन्छ कति असहज अवस्थामा हुन्छ, तर पनि आइसकेपछि आफूलाई स्थापित गर्नको लागि केही दुःख गर्नुपर्छ, केही चाहिँ बरु केही बाधा अर्चनाहरूलाई पनि सङ्घर्ष गर्नुपर्छ। जिन्दगी हो सङ्घर्ष गर्नुपर्छ। र आफूलाई चाहिँ बरु एउटा स्ट्रगल एउटा चाहिँ बरु स्ट्यान्ड चाहिँ बरु एउटा स्ट्यान्ड लिएर चाहिँ बरु आफू अगाडि बढ्नलाई एउटा स्ट्यान्ड लिनु आवश्यक छ। स्ट्यान्ड लियो भने नराम्रो छैन होइन, राम्रो हुँदै जान्छ। तर ठुलो आकाङ्क्षा राखेर हामीले यति कमाउँछौँ यति सोचाइ यस्तो ठुलो सोचाइ राखेर आइयो भने एकदम चाहिँ वज्रपात हुन्छ। किन भन्दा भविष्य उज्जवल छ। ठुलो चाहिँ पर एम्बिसन नराखिकन जो करेक्ट बुझेर आउने हो भने यहाँ चाहिँ दुःख पाइँदैन। कुरो त्यही हो। धन्यवाद। अत्यन्त महत्त्वपूर्ण समय विशेष समय दिएर हामीलाई विशेष संवादमा सहयोग गर्नुभयो। मेरो व्यक्तिगत तर्फबाट पोल्यान्ड नेपाल तर्फबाट तपाईँलाई धेरै धेरै आभार व्यक्त गर्छु। एकदम मेरो तर्फबाट पनि चाहिँ तपाईँहरूलाई चाहिँ मेरो एउटा सानो चाहिँ पर एउटा आफ्नो कुरा राख्ने चाहिँ पर एउटा मौका दिनुभयो। त्यसको लागि म यो पोल्यान्ड नेपाललाई चाहिँ पर एकदम मेरो तर्फबाट पनि व्यक्तिगत तर्फबाट पनि आभार र गुल्मी समाजको तर्फबाट पनि एकदम आभार व्यक्त गर्न चाहन्छु। र सम्पूर्ण दर्शक वृन्दहरूलाई पनि मेरो तर्फबाट फेरि पनि नमस्कार। हस्त। आदरणीय श्रोताहरू, यतिन्जेलसम्म गुल्मी समाज पोल्यान्डका अध्यक्ष प्रकाश तिवारीको विशेष संवाद सुनेर हामीलाई सहयोग गर्नुभयो, साथ दिनुभयो। हामी विशेष आभार व्यक्त गर्न चाहन्छौँ। तपाईँका कुनै जिज्ञासा प्रश्न गुनासाहरू छन् भने हाम्रो पोल्यान्ड नेपालको इमेल आइडी pollandnepal17@gmail.com मा पठाउन सक्नुहुन्छ। हामी सदैव तपाईँहरूको सल्लाह सुझावलाई ग्रहण गर्नेछौँ, प्रकाशित गर्नेछौँ। अर्को समय अर्को विशिष्ट पाहुना लिएर हामी उपस्थित हुने नै छौँ। त्यति बेलासम्म प्राविधिक साथी रेशम पाण्डेसहित मलाई पनि आज्ञा दिनुहोस्। नमस्ते।